सिजन अनुसारको फल खानुपर्छ भन्थे बुढापाकाहरूले सायद आज म पनि सिजन अनुसारकै काफल खाँदैछु। यो अब प्राय ठाउँहरूमा जेठमा काफल पाकिसक्छ र वैशाखमै पाकिसक्छ लगभग होइन। हाम्रोतिर झनै लगभग असारसम्म काफल रहन्छ। यो सिजन अनुसारको काफल फल खानुको मजा बेग्लै छ। तपाईँहरूलाई पनि यस्तै काफलहरू खान मन छ भने आउनुहोस् रोल्पातिर मिठो मिठो काफल खान, सिजन अनुसारको फल चाहिएन। करिब मैले आज 10 वर्षपछि यो काफल खाएँ, एकदमै मिठो पनि छ। खाने भाइ आउनुहोस्। यो मेरो बहिनीहरूले टिपेर ल्याएको काफल। आज चाहिँ त मेरो बुवा हुनुहुन्छ, हामी घरको फ्यामिली मिलेर काफल खाँदैछौँ। यस्तो मजाको मिठो हुँदैछ है। ल तपाईँहरूलाई पनि काफल खान मन छ भने रोल्पाको गङ्गादेव गाउँपालिकातिर आउनुहोस्। यति धेरै काफलहरू पाइन्छ। सहर एरियामा बसेर 100 रुपियाँ 150 रुपियाँ मानो किनेर खानुभन्दा यसरी गाउँमा आउनुहोस्, फ्रीको काफल मिल्छ। आफूले टिपेर खाना जाँगा चलाउनु पऱ्यो, फ्रीको काफल पाइन्छ। झन्डा यो 12-13 माना होला, बेच्ने भने 1500 रुपियाँको काफल छ। तर त्यति पैसा पर्दैन, यो त फ्रीमा पाइएको काफल हो। खाना मन छ भने आउनुहोस् है त।